ला मेरो खुट्टालाई भयो त के तपाईहरुले यो देख्नुहुँदैछ डोनट शेपको बिल्डिङ। अन्त सबैलाई थाहा भएकै कुरा हो बुर्ज खलिफा हो। सही सुन्नुभयो। हामी त्यहीँ जाँदैछौँ आज हेर्नु होला है। अलराइट गाइस, वेलकम टु माई मिनी ब्लग। आई होप तपाईहरु सन्चै होला भन्ने आशा राख्दछु। म पनि एकदम सन्चै छु। हिजो राति डिसाइड गरेको हामी बुर्ज खलिफा जानुपर्छ ईदको छुट्टीमा भनेर। सो हामी त रेडी सेडी भएर पनि जानुलाई रेडी आज ग्याबी र म। त्यसपछि हामी दुई पुग्यौँ मेट्रो। तर मेट्रो चाहिँ अलिकति लेट भयो। मेट्रो चाहिँ गइहाल्यो हैन। तर हामी चाहिँ अब वेटिङमा अर्को मेट्रोको लागि। तर हामी बसिराख्यौँ वेटिङमा। तर मेरो खुट्टा पुरा पेन भएर चेक गरेको त म स्क्रैच गरेछ। यस्तो पेन भइरहेको थियो यस्तो घाममा हो। अब पोल छ नि पतपत त्यस्तो भइरहेको थियो। अनि ग्याबीले चाहिँ बिचारा अमुइन भन्दै थियो। त्यस्तो भन्दा भन्दै मेट्रो पनि आइपुग्यो। हामी मेट्रोभित्र पस्यौँ। मेट्रोमा चाहिँ तर सिट एउटा खाली थिएन। ग्याबी र म चाहिँ उठेरै गएँ। तर अरू पनि पुरा थियो उठ्ने। हामी चाहिँ अनलकी तर पनि केही छैन। ल साथीहरू, मेट्रोमा चढेपछि उभिनुको फाइदा हेर्नुहोस् न भ्यूजहरू। वाउ, अब बस्यो भने त देख्दैन दुबई फ्रेम। वाउ, यो पार्क पनि एक दिन आउँछु म ग्याबीलाई भनेको। ल ग्याबीले लाने भएको छ हैन। त्यो टाइममा पनि तपाईँलाई देखाउने छु है यहाँको भ्यूज। अन्त हेर्नुहोस् न बिल्डिङको स्ट्रक्चर। वाउ, यस्तो दामी। म त हेर्दा 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 आफूलाई मक्ख हराए यो भ्यूमा हैन। झन् यो बिल्डिङ त डोनट जस्तै। ग्याबी हेर्नु न डोनट जस्तै भनेको। डोनट होइन हौ, यो म्युजियम हो दुबईको म्युजियम भन्दै थियो। म चाहिँ डोनट भन्दै डोनटको जस्तो थियो नि त। सो त्यही भएर हामी चाहिँ गफ गर्दा गर्दा लास्ट स्टेसनमा पनि आइपुगेछ जुन ठाउँ चाहिँ हामी जानुपर्ने। त्यसपछि चाहिँ हामी दुबई मलतर्फ लाग्यौँ। किनकि यो बाटो चाहिँ भित्र 20-25 मिनट चाहिँ हिँड्नुपर्छ। मेरो त उसै पनि खुट्टा दुखेको यस्तो दुखिरहेको थियो अलिअलि। तर पनि भिडियो बनाउनु चाहिँ छोडिनँ यस्तो दुख्दा पनि। यस्तै हो क्या केटी मान्छेलाई पेन हराउँछ अरे के राम्रो जग्गामा गएपछि। सो मलाई पनि त्यस्तै भयो। त्यसपछि दुबई मल एन्ट्री भयौँ बल्ल बल्ल आइपुगेर। त्यहाँ पुगेपछि त भिडियो नबनाउने कुरै भएन। फेरि पनि ग्याबीलाई भिडियो रिक्वेस्ट गरेँ। तर मैले पनि ग्याबीको भिडियो बनाइदिएको। ग्याबीलाई चाहिँ थाहै छैन। तर ऊ चाहिँ खुसी भई मेरो भिडियो बनाइराखेको थियो। तर एउटा कुरा साथी हो, मेरो खुसीमा ग्याबी एकदमै खुसी हुन्छ। त्यसपछि सट भिडियोहरू बनायौँ। त्यसपछि छिटो जाने हामी डिसिजन लियौँ। किनकि हामीलाई बुर्ज खलिफा जानु छ। त्यही भएर छिटो गयौँ। त्यसपछि हामीले म्यापमा गएर लोकेसन सर्च गऱ्यौँ। किनकि छिटो बुर्ज खलिफा जाउँ भनेर। किनकि त्यहाँ चाहिँ धेरैवटा वे थियो नि त। त्यही भएर त्यसपछि बाहिर निस्केपछि त वाउ। तर वाउ भनेर के गर्नु, मेरो खुट्टा पनि दुखिरहेको थियो। त्यस्तै हो, एकछिन रेस्ट गरौँ भनेर रेस्ट गरौँ। किनकि पुरा पोलिरहेको थियो नि त। त्यसपछि बिस्तारै हिँड्यौँ हो मचा लगाएर। ओ माई गड, इन्जोय गर्नु थालेको। सुरु मात्रै गर्दै थिएँ मजाले। अब खुसीको मोमेन्टमा झन् अर्को खुसी एकदम थप्यो। किन के भयो भन्दाखेरि चाहिँ पुरा वाटर फाउन्टेनको सुरु भयो। अनि वाटर फाउन्टेन सुरु भएपछि चाहिँ किनकि माथिबाट हेर्ने भन्ने हामी गएको एउटा प्लेस थिएन कि अगाडिबाट हेर्नुलाई। किनकि बिचबाट त्यति राम्रो नदेख्ने। त्यसपछि ग्याबीलाई चाहिँ मैले भने छिटो आउनु हेर्नु भनेको। ग्याबीले चाहिँ भिडियो गरिरहेको रहेछ कन्टिन्यू नै। ल साथीहरू, हामी चाहिँ घर जाने बेला भयो। तर मान्छेहरू चाहिँ पुरा आउनु थालेछ अहिले चाहिँ हैन। तर हामी चाहिँ जाने। यहाँ हेर्नु न मान्छेको भिड यस्तो डरलाग्दो यहाँ थियो रहेछ। ग्याबी हेर्नु त। अरे बफ रे।